हेलो गुड मर्निङ साथीहरू। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आज बिहानै सबेरै उठेर मैले रनिङको लागि वार्मअप गरेँ। म सधैँ रनिङ गर्ने गर्छु बिहान क्याम्पस जानुभन्दा अगाडि। म चाहिँ आज अर्जुनधारा मन्दिरसम्म जाने भएर बिहानै वार्मअप गरेँ अनि म फाइनली अर्जुनधारा मन्दिर पनि पुगेँ। बिर्तामोडबाट 5 किलोमिटर रनिङ गरेर अर्जुनधारा मन्दिर पुगेर मैले भगवानको दर्शन गरेँ। आज यहाँ धेरै भिड पनि थियो। त्यसपछि मैले भगवानको दर्शन गरेर त्यहाँबाट पनि म रनिङको लागि निस्किएँ र म फाइनली रनिङबाट घर आएर फ्रेस भएर म क्याम्पस पुगेँ अनि साथीहरूसँग भेट भयो। अनि साथीहरूलाई चाहिँ मेरो भ्लगमा आउन मन लाग्यो अरे, त्यसैले मैले सबै साथीहरूलाई देखाइदिएँ। हेर्नुहोस् साथीहरू, हाम्रो एक्जाम चाहिँ भर्खर सकेको थियो अनि एकाउन्टको सरले चाहिँ हाम्रो पेपर ल्याइदिनु भएछ। म त हेरेमै एक्जाम बिग्रेको थियो र फाइनली मेरो नाम पनि आयो अनि मैले पेपर लिएर आएँ। अनि मार्क्स हेरेको त म भन्दिनँ गाइज, तर अनि साथीहरू हाम्रो चाहिँ ब्रेक भयो। म र दाइ भएर चाहिँ टक्कसँगले ग्राउन्डको भ्यू हेर्दै बस्यौँ अनि हामी भलिबल खेल्न गयौँ। ल गाइस, हामी चाहिँ भलिबल खेल्ने अब। के छ दाइ? दाइ सब्सक्राइब हान्दिनु ल। ओके ल, हामी चाहिँ भलिबल खेल्ने गाइस। क्लास छोडेर कामबाट कल आयो, त्यसले म कामतिर जानेछु। अब घर गएर टक्कसँगले कपडा चेन्ज गर्ने, त्यसपछि काममा जाने। अब पढ्न त मन त थियो, कल आयो कामबाट, काम पनि गर्नै पर्यो। गाह्रो छ जिन्दगी। टक्कसँगले भरे के हुन्छ, आफूलाई मेरो काम के छ सक्दै हुन्छ। यस्तै हो, दुःख गर्नुपर्छ। आजको दुःख नै भोलिको सफलता हो। त्यसैले टाइम म्यानेज गरेर कसरी हुन्छ सबै कुराहरू अगाडि बढाउनुपर्छ। र फाइनली साथीहरू, म घर पनि पुगेँ। अब म काममा जानुपर्ने हुन्छ। लु गाइस, हामी चाहिँ अब स्टुडियोबाट काममा जान आँटेको, भरे भेटौँला। अनि हाम्रो आज चाहिँ फोटोसुट किङ्सबरी होटलमा रहेछ अनि हामीले ड्रोनबाट भिडियोहरू खिच्यौँ अनि यताउताको भ्यू हेर्दै रमाइलो गर्दै बस्यौँ। साथीहरू, टक्कसँगले किङ्सबरी होटलको लुक्स पनि हेर्नुहोस्। फाइनली गाइस, हामी चाहिँ अहिले दोमुखा आएको छौँ। यहाँ चाहिँ हिलको पहाडको अलिक तल रहेछ, उता पर खोला पनि रहेछ। म त यहाँ कहिले पनि आएको थिइनँ, ठिकै रहेछ ठाउँ। अनि मलाई एउटा कुरा, यो घर चाहिँ पुरै म त पहाडको जस्तो घर होला, ढुङ्गा माटो लाएर बनाएको भनेको त कपडा लाएको रहेछ। र फाइनली साथीहरू, हामीले चाहिँ फोटोसुट सकेर दोमुखाबाट बिर्तामोडतिर फर्किँदैछौँ र भिडियोहरू हेर्दै गर्नुहोला। अर्को भिडियोमा हामी भेट्नेछौँ। टाटा, बाई बाई। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई, टाटा।